एभ्रिवान। र अहिले चाहिँ यहाँ हाम्रो कति बज्यो 4 बजिरहेको छ, इभिनिङ टाइम हो। अहिले चाहिँ हाम्रो गाउँभरि मान्छेहरू देख्न सक्नुहुन्छ तपाईले। अहिले चाहिँ यहाँ कामबाट सबैजना आइपुग्नु भएको छ हो। अन्त यहाँ हाम्रो काले भाइ चाहिँ यहाँ चौतारामा बसिरहेको रहेछ। रेबिट भाइ हेलो गाइस। मेरो प्यारो बुढेसकालको भदै किन रुको? यो किन रुको? यो सुतेर उठेको अन्त ऊ रुको नि। हाम्रो भदै हो, भदै रुँदैन। रेबिट भाइ र यहाँ चाहिँ हेर्नुहोस् कालो सुँगुर कति मजाले यहाँ घोक गर्दैछ। ऊ चारो माग्दैछ यो सुँगुरले चाहिँ। यहाँ थुत्रो हेर्नु त। ऊ यो चाहिँ मेरो कुखुराहरू बिचरा बोकाएछ। हेर न, खानु जान्दैन। ठुङ्गेर सेट फेरि हो साँडे हाले एउटा। साथीहरू आज चाहिँ मैले मेरो एकजना साथी भेटेँ। उसको नाम चाहिँ पूजा राई। उसले मेरो सबै भिडियोहरू सेयर गरिदिनुहुन्छ। आइ भनिदिनुहोस्। हेलो लाइक। यस्तै छ है साथीहरू बगानको ठाउँ चाहिँ। साथीहरू हाम्रो गाउँमा चाहिँ साह्रो पानीको दुःख छ, त्यही भएर यहाँ सबैजनाले भाडाहरू राखिरहेको छ। आज चाहिँ पानी आउँदैछ, पानी गाडीमा लिएर आउँदैछ हो। अनि भाडाहरू सबै राखिरहेको छ। साह्रै पानीको दुःख छ है हाम्रो गाउँमा। पानी आउँछ भनेर पर्खेको, खै अहिलेसम्म पानी नै आइपुगेको छैन। यो चाहिँ हाम्रो पानी गाडी हो साथीहरू। यत्रो रुङ्दा भर्खरै आइपुग्यो नि पानी गाडी। लु दुःख भएर हेर, यहाँ पानी आउनु मात्रै देरी। मान्छेहरू आम्मामामा यहाँ सबै म मात्रै खान्छ त। यस्तो छ है साथीहरू हाम्रो गाउँमा चाहिँ। पानी लिएर आएँ हो। अरू घर पानी चाहिँ भरिरहेको छु मैले। थापिसक्यौँ है हामीले चाहिँ पानी। भेट्यो तपाईँहरूलाई।